हेलो नमस्ते। आज हामी यो फुजिनोमिया भन्ने ठाउँमा आइपुगेका छौँ सिराइतो फल्स हेर्नको लागि। झरना छ, झरना अनि एकदमै राम्रो हरियाली छ, प्लस यताबाट फुजिसन पनि राम्रो देखिँदो रहेछ। आज मसँग को छ देखाउन गइरहेको छु। पालै पाला आउनु होला, सुरुमा बाबु आउने हो कि नमस्ते भन्दा हो यहाँ छिटो 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 ल मामु आउनु त। हेलो ल छिटो मार्सल पनि। हेलो ल अब बिस्तारै सिनहरू देखाउँछु। मेरो पछाडि चाहिँ अलिकति फ्ल्यास लाइट पर्न सक्छ, तर फुजी देखिन्छ त अलिकति जुम गरेर हेरौँ। हल्का चस्मा लाएर हिँडौँ है, लास्ट चाहिँ गर्मी छ नि त। बाबु कस्तो फिल भइरहेछ? जङ्गल सफारी मन्सालाई कस्तो फिल भइरहेछ? दामी छ। दृश्य चाहिँ निकै नै रमणीय देखिएको छ। जाँदैछौँ, अब धेरै टाइम लाग्दैन। मार्सल के भन्न मन छ? छैन माउन्ट फुजी देखिँदैन होला है यो क्यामेरामा, त्यही भएर मान्छेहरूले त्यो क्यामेरामा राम्रोसँग देखिँदैन भन्ने भन्दो रहेछ कि। जति नाकको आँखाले देख्छ नि, जति अहिले देख्छ नि आँखाले, आफ्नो आँखाले रियल भ्यू, त्यो चाहिँ क्यामेरामा चाहिँ खासै राम्रो देख्दैन भनेदेखि। किन क्यामेरै राम्रो हुनु पऱ्यो। सुन्तला कति रुपियाँ रहेछ यहाँ? $500 मात्र रहेछ नि त, ओन्ली 500 मात्र 500। हेमा टी सर्ट हेर न, टी सर्ट केटी बेच्ला जस्तो मान्छे होइन, जाने सोभिनियर सबै छ त। वाउ नाइस रहेछ नि त्यहाँ, यहीँबाट देख्न सुरु भएको छ।
आज चियो कि सन्डे बिदा हुन्छ, त्यही भएर पनि मान्छेहरू धेरै नै छ, धेरै नै। फेरि यो टाइम पनि अहिले 11:20 गएको छ, 11:20 11:20 भएको हुनाले एकदमै पिक आवर जस्तो देख्न सक्नुहुन्छ। मेरो पछाडि अगाडि पुरै मान्छे होइन, तपाईँहरूले देख्नुहुन्छ, देख्न सक्नुहुन्छ झर्ना छ। क्यामेरालाई पछाडि गरेर मान्छे अघि हेरेर भागेको छ। मलाई निकै नै राम्रो छ, निकै नै राम्रो। यहीँ बसिरहन्छ यो दामी गाइस। मैडम को लागि